सबैजनालाई ख्रिस्ट नाउँमा जय मसीह तपाईँ सबैजनालाई स्वागत गर्छौँ आजको एभेन्सन मिनिस्ट्रीको रविवारको कार्यक्रममा। You are watching Ebenson TV. I am Professor Dr. Ebenson James. For today's meditation, let us turn to First Thessalonians chapter 4, verses 16 and 17. आज हामी अध्ययन गर्नेछौँ तेसलोनीहरूलाई पाउलको पहिलो पत्र अध्याय 4 को 16 र 17 पद। Because the Lord himself, with a shout of command, with the voice of the archangel, and with the trumpet of God, will descend from heaven, and the dead in Christ will rise first. Then we who are living, who are left remaining, will be caught up together with them in the clouds to meet the Lord in the air, and thus we will be always with the Lord. किनकि प्रभु स्वयं हुकुमको गर्जनसित प्रधान स्वर्गीय दूतको आवाज र परमेश्वरको तुराईको स्वरसित स्वर्गबाट ओर्लिनु हुनेछन् र ख्रिस्टमा सुतेकाहरू चाहिँ पहिलो बौडी उठ्नेछन्। तब हामी बाँचेकाहरू र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरू साथसाथै बादलमा उठाइ लागिनेछौँ र यसरी हामी सधैँ प्रभुसँग रहनेछौँ। Saint Paul did not want us to be ignorant about those who died in Christ. अन्त पलले चाहिँ हामीलाई चाहनुहुन्छ कि हामी चाहिँ एकदमै त्यो कुरालाई नबिर्सौँ जो चाहिँ प्रभुमा सुत्नु भएको छन्। Grief is natural response to the loss we experience when someone dies. अन्त जति बेला कोही पनि प्रभुमा सुत्नुहुन्छ हाम्रो जीवनमा त्यो दुःख हुन्छन्। But the believer would not grieve as those who have no hope. तर विश्वासीहरू चाहिँ यति पनि दुःख र शोक मनाउनु हुँदैन जसमा चाहिँ आशै छैन भन्ने हुन्छन्। Even in grief, the believer has hope in Jesus Christ. विश्वासीहरूको शोकमा पनि आशा हुन्छन्। If we have believed in Jesus, we know that those who have died in Christ have eternal life. अन्त जति पनि विश्वासी जनाहरूलाई यो थाहा छ कि जो को पनि प्रभुसँग हुनुहुन्छ उनीहरूमा चाहिँ अनन्त जीवन छ भनेर। They are with the Lord and that He will bring them with Him when He returns. अन्त उनीहरू चाहिँ प्रभुसित हुनुहुन्छ अन्त उहाँ जति बेला फर्किनुहुन्छ उहाँले उनीहरूलाई पनि लिएर आउनुहुन्छ। Paul clarifies further that those who are alive would be caught up in the clouds to meet the Lord. अन्त पलले चाहिँ यो कुरालाई स्पष्ट गराउनुहुन्छ कि जो पनि प्रभुमा सुत्नु भएको हुन्छन् उनीहरू चाहिँ बादलमा भेट्नेछन् प्रभुलाई। It is evidence that the spirits of those who have died in Christ would be reunited with their bodies. पुनरुत्थानको निश्चयता र अनन्त जीवनको सत्यताले चाहिँ आज हामीलाई आशा दिन्छन्। But the greatest joy and hope of the event is not simply that loved ones will be reunited, but that we shall all be together with the Lord. अन्त खुसी र आनन्दको कुरा त्यति मात्रै होइन कि हामी हाम्रो जनहरूसँग भेट्नेछौँ तर हामी प्रभुसँग चाहिँ रहिरहनेछौँ। Jesus is coming for a second time to judge his enemies. अन्त प्रभु चाहिँ फेरि दोस्रो पल्ट आउनुहुनेछन् कि उहाँहरूको शत्रुहरूलाई चाहिँ न्याय गर्नु लागि। Jesus will deliver his people and establish his kingdom. अन्त प्रभुले चाहिँ उहाँको जनहरूलाई उद्धार गर्नुहुन्छ र उहाँको राज्यलाई स्थापित गर्नुहुन्छ। So God wants his people to have blessed hope. अन्त परमेश्वरले चाहिँ चाहनुहुन्छ कि उहाँको जनहरूले चाहिँ त्यो आशीषित आशा चाहिँ उहाँमा राखिरहन् भनेर। But the day of the Lord's coming is kept secret and will come suddenly. किन भन्दाखेरि चाहिँ प्रभुको आउने दिन चाहिँ एकदमै गुप्त छ अन्त उहाँ चाहिँ अचानक आउनुहुन्छ।
It is known beforehand by no one. अन्त यो कुरा चाहिँ कसैलाई पनि थाहा छैन. We don't know the exact time of his return. अन्त हामीलाई चाहिँ उहाँ कुन समयमा आउनुहुन्छ भनेर चाहिँ थाहा छैनन्. He is coming at an unexpected time like a thief. अनि उहाँ चाहिँ सोच्दै नसक्ने समयमा आउनुहुन्छ चोर जस्तै. Are you ready for his return? उहाँ आउनु हुँदैछ अनि के तपाईँ तयार हुनुहुन्छ? If you are still living in sin, you are living in darkness. अगर तपाईँ अहिले पनि पापमै हुनुहुन्छ भने चाहिँ तपाईँ अन्धकारमा हुनुहुन्छ. Are you indifferent in spiritual matters? के तपाईँ आत्मिक कुराहरूमा उदासीन हुनुहुन्छ? You are sleeping. तपाईँ सुतिरहनु भएको छ. So let us not sleep, but let us watch. हामी नसुतौं तर हामी चौकन्न रहौं. May the Lord bless you all with these words. Amen. तपाईँ सबैजनालाई परमेश्वरले आजको वचनद्वारा आशीष गरेको. आमेन. आउनुहोस् हामी प्रार्थना गर्नेछौँ. सर्वशक्तिमान जिउँदो पवित्र परमेश्वर बाबा, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ प्रभुजी. तपाईँको आगमन परमेश्वर प्रभु नजिकै छौँ प्रभु. तपाईँले आज हाम्रो परमेश्वर प्रभु आज हामीलाई तपाईँले बचाउनु भएको छ. आज तपाईँले हाम्रो आशाहरू प्रभु हामी तपाईँमा राख्छौँ प्रभु. आज तपाईँले आज हामीलाई परमेश्वर प्रभु अनन्त जीवन दिनु लागि प्रभुजी आज त्यो कुरामा तपाईँले आज हामीलाई परमेश्वर प्रभु जीवन दिनुभएको छ. प्रभु हामी प्रार्थना गर्छौँ परमेश्वर प्रभुजी जतिजना यो कार्यक्रमहरू सुनिरहेका छन् परमेश्वर प्रभु आज युट्युबको माध्यममा हेरिरहेका छन् प्रभु उनीहरूलाई पनि तपाईँले परमेश्वर प्रभु त्यो अनन्त जीवनहरू दिनुहोस् प्रभु. हामी प्रार्थना गर्छौँ परमेश्वर प्रभु तपाईँले परमेश्वर उहाँलाई आशिष गर्नुभएको छ. प्रभु तपाईँलाई धन्यवाद चढाउँछौँ प्रभु. तपाईँलाई महिमा हुन् प्रभुजी. एभेन्स एन्ड मिनिस्ट्री परमेश्वर प्रभु तपाईँले असल प्रकारले तपाईँको राज्यको कामहरू गर्नु तपाईँले सहायता मद्दत गर्न आओस् परमेश्वर प्रभु. हरेक जग्गाहरूमा हरेक भाषामा परमेश्वर प्रभुजी तपाईँको वचनलाई परमेश्वर प्रभुजी आज ट्रान्सलेट गरेर परमेश्वर र तपाईँको जग्गा जग्गा प्रचार गर्न सकेको हुन् प्रभु. सारा आदर बिन्ती प्रशंसा प्रभु तपाईँलाई अर्पण गर्दै प्रभु त्यो बिन्ती प्रार्थना तपाईँको चरणमा राखी मान्छौँ एकमात्र पवित्र परमेश्वर प्रभु येशू क्रिस्टको नाममा. Love of the Lord, the grace of Jesus Christ, and the presence of the Holy Spirit be with you all forever. Amen.